मेरो आफ्नो बानी छ र नो भन्ने कुरामा चाहिँ मैले अघि भनेको कुरा चाहिँ इन्डिभिजुअल म मान्छे भएर बाँच्नका लागि मलाई मेरो आत्मालाई आत्मा सम्मानलाई ठेस पुग्ने कुरा मेरो मम्मीले गर्नुहुन्छ या मेरो श्रीमानले गर्नुहुन्छ या मेरो बच्चाले गर्छ भने पनि मलाई त्यो स्वीकार्य हुँदैन। तर उनीहरूको सहजताका लागि मैले यस भन्नुपर्छ भन्ने मलाई त्यस्तो लाग्दैन। र नो भन्ने कुरामा चाहिँ अहिले जुन विकृति छ हाम्रो सोसाइटीमा यङ जेनेरेसनहरूले जुन कुरा भोगिरहनु भएको छ उहाँहरूको लागि आफ्नो शरीर आफ्नो मेन्टल हेल्थ आफ्ना वरिपरिका चिजहरूलाई यदि तपाईँको आत्मसम्मानमा ठेस पुग्छ भने चाहिँ मैले नो भन्न नो पनि क्यापिटल एन एन्ड क्यापिटल जेरो नो भन्न सिक्नुपर्छ जस्तो लाग्छ। सो अरू कुरा बिजनेसको कुरामा चाहिँ अब सिचुएसन अनुसार जस्तो म अहिले आफै पनि हस्पिटालिटी बिजनेसमा छु अनि मेरो बिहा हस्पिटालिटी मैले स्टार्ट गरेको छु 2-3 ठाउँमा ब्रान्च छ। आई विल टेक सजेसन फ्रम यु सर डेफिनेटली। र त्यसको लागि चाहिँ मैले नो भन्ने कि यस भन्ने कि सराउन्डिङ जतिहरू त हजुरहरूको टिप्स डेफिनेटली म पनि लिइहाल्छु। थ्याङ्क यू।